चल जानु पर्ने यार भाइ रेडी भइ भएन सामान भाइ ओ सामान भाइ ओ भाइ भाइ चाँडो भाइ भाइ ओ देखेछ है खुल्ला जाऊ सँगै अलि अलि भइसक्छ ठिकै छ अनि भाइ तपाईलाई संगति कस्तो लागिरहेको छ आजकलि संगति त जस राम्रै छ तर दाइ मलाई एउटा त्यो प्रश्न चाहिँ तपाईँलाई सोध्नु मलाई लागेको थियो क्या दाइ भन्नुहोस् के थियो यस्तो प्रश्न अब आराधना सेवामा चाहिँ युथहरू त फेरि टन्नै देख्छु त फेरि अब हाम्रो फेरि भरेतिर नि फेरि हाम्रो युथ सङ्घहरू हुँदो रहेछ फेरि त्यतिखेर त सबजना युथ टाप पसिँदो रहेछ यो चाहिँ खास के भएको यो त्यही त भाइ समस्या छ अब जवान सङ्गति सञ्चालन गर्नलाई जवान साथीहरू सङ्गतिमा समावेश हुनुहुन्न पहिला अब सबै जवानहरू त आउनुहुन्थ्यो तपाईँले चिन्नुहुन्छ देख्नुहुन्छ तर सङ्गतिमा चाहिँ आउनुहुन्न अब उहाँहरूलाई कसरी सम्झाउने बुझाउने त्यो मलाई पनि साह्रो परिरहेछ के हो कुरै हामी बुझ्न सक्छ त उहाँहरू नहुँदा त तर फेरि कस्तो खल्लो लाग्ने रहेछ क्या त्यही त भाइ अब के गर्नु अब उहाँलाई सम्झाउन चाहिँ खोजेकै हो अनि अरू त सबै ठिकै छ नि भाइलाई सङ्गतिमा त्यस्तो गाह्रो पर्ने केही कुराहरू छ भाइ अब अर्को एउटा पनि लागेको त छ मलाई फेरि सायद म नयाँ भएको भएर पनि होला होइन यो सब कोही मसँग बोल्नै खोज्दैन फेरि ओहो हो र त्यही त मलाई कस्तो अप्ठ्यारो जस्तो फिल हुन्छ क्या अब जस उहाँहरूले नै आएर यसो बोलिदिएको भए जस अर्को छुट्टै प्रकारको त्यो जस अलिकति परमेश्वरमा अघि बढ्न अझ छुट्टै जोस आउँथ्यो नि भाइले त ठिक कुरा गर्नुभयो साथीहरू नयाँ साथीहरू आउँदाखेरि यसो राम्रो बोलचाल गर्ने त गर्न पर्ने जस्तै चाला भने त म त चर्च आउँदिनँ होला त ओहो के भन्नुभएको भाइ त्यस्तो होइन नि मण्डली भनेको त चर्च भनेको त मान्छे हेरेर आउने होइन नि यो त हाम्रो परमेश्वरसँग सम्बन्ध बढाउन पाउनु हो त अब मान्छेले अब तपाईँलाई बोलाएन अब अरूले नराम्रो व्यवहार गर्यो भनेर आउने होइन मान्छे राम्रो देखेर आउने होइन अब होइन त्यस्तै अब धेरै मान्छेहरू छ हाम्रो चर्चमा पनि धेरै अरू ठाउँमा पनि आउँछ त्यस्तै राम्रो मान्छे देखेर मान्छेसँग सम्बन्ध बढाउनलाई मात्र आउँछ कोही चाहिँ गिटार बजाउन मात्रै आउँछ तर यो मण्डली भनेको चाहिँ हामीले वास्तवमा परमेश्वरसँग राम्रो सम्बन्ध गर्ने उहाँको वचन अझै राम्रोसँग बुझ्ने होइन अनि परमेश्वरलाई चिनेको मान्छेहरूसँग विश्वासीहरूसँग राम्रो सम्बन्ध बढाउनको लागि हो त्यही भएर तपाईँले त्यस्तो कुरा नगर्नुहोस् तपाईँ चर्च अब सधैँ आउनुहोस् चर्च पनि आइसक्यो ल सँगै सुरुलाई भइसक्यो अब तपाईँ सधैँ आउनुपर्छ त्यस्तो भन्ने है तर त्यो कुरामा चाहिँ चिन्ता नलिनु तपाईँ सङ्गति चाहिँ आउनुपर्छ है खै आउनुहुन्न त्यस्तै भयो भने त सायद आउँदैन होला है त्यसो भन्न आउन यो मान्छे फोन गर्नु पर्यो हेलो छिटो आऊ यहाँ मैले कुर्दा ढिलो भइसक्यो आफूलाई ल छिटो आऊ भयो राख्छु घरमा बस्ने मैले बस्नु त अनि प्रिय आज तिम्रो दाइलाई तिम्रो त्यो खटुस दाइ छ नि महा खटुस लाग्छ तिम्रो दाइ त्यो दाइले आज के बहाना बनाएर आयो त के भन कि खटुस चाहिँ नभन तर दाइले आज मैले मजाले ढाटेर आएँ क्या के भनेर आयो सुन कलेजमा जान्छु भनेको थिएँ होइन कलेजमा काम थियो त्यही भएर म भागेर आएको कलेज रे तिम्रो कलेज त यहाँ डाँडामा हुँदो रहेछ है किन बोलाएर आउनु परेन नि त्यो त हो नि आकाश भाइ पनि आज सङ्गतिको दिन कहाँ जानु भएछ कसको चाहिँ फोन आउँछ जहिले म
हुने तिमी सामुएल दाइको फोन आइछ सामुएल होला फेरि अब हेलो दाइ ओ जय मसी दाइ कस्तो हुनुहुन्छ तपाईँ म ठिकै छु ए ए हो सुन्नुहोस् न कता हुनुहुन्छ तपाईँ म अहिले म अहिले कहाँ छु म त हेर्नु न म त यहाँ हस्पिटलमा रहेछु दाइ यहाँ के दिदीलाई ल्याएको हस्पिटलमा ए हो र लौ न आज सङ्गतिहरू चाँडै आउनु पर्यो नि यहाँ कोही आएकै छैन साथीहरू ल ल दाइ आधा घन्टा आउँछ है दाइ ल ल ओके यो सामुएल दाइ आजसम्म थियो नि त तिमीले चाहिँ मलाई साँच्चै कति माया गर्छौ के तिमी मायाको कुरा गर्छौ जसरी रोमियोले जुलिएटलाई माया गरेको थियो अनि जसरी मदनले मुनालाई माया गरेको थियो त्यसरी नै यो आकाश यो धरती के भयो भन न केही पनि भएको छैन देखाउनु के भयो भयो क्या भन न जसरी यो आकाश अनि यो धरती अनि यो घाँसपात भन्दा पनि धेरै माया गर्छु तिमीलाई म